राजविराजदेखि मेकअप सिक्नकै लागि भनेर पिङ्कीजी काठमाडौँ आउनुभएको हो र ब्युटी ब्लिङ स्टुडियोलाई नै रोज दिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद। उहाँले लिड एरियामा कलर राखिसकेपछि कलरको एजेसलाई पनि फ्लफी ब्रसले मजाले ब्लेन्ड गरेर कट क्रिज गर्नुभएको छ र कट क्रिजलाई सेट गरिसकेपछि बीचबाट सिमर राखेर सिमरको एजेसलाई पनि मजाले ब्लेन्ड गरिराख्नु भएको छ र उहाँले साइडबाट चाहिँ मैले फक्सी स्टाइलबाट चाहिँ यो मेकअपलाई कम्प्लिट गर्नु भनेको थिएँ। उहाँले त्यही अनुसार चाहिँ साइडबाट लाइट मिडियम डार्क गरेर कलरलाई अप्लाई गरेर पनि आई मेकअप कम्प्लिट गरिसक्नु भएको छ। पिङ्कीजीले हाम्रो गाइड बिना पनि राम्रोसँग मेकअप गर्न थालिसक्नु भएको छ भने अस्ति एक्जामिनेसन डेमा पनि हाम्रो गाइड बिना मोडलको फेसमा गरेर उहाँले सेकेन्ड प्राइज जित्नु भएको थियो। उहाँ एकदमै हार्ड वर्किङ स्टुडेन्ट हुनुहुन्छ र उहाँले प्र्याक्टिस गरेर अझ योभन्दा बेटर गर्नुहुन्छ भन्ने हामीलाई धेरै नै विश्वास छ पिङ्कीजी प्रति र उहाँलाई बेस्ट अफ लक, अझै पनि राम्रो गर्दै जानु होला है त पिङ्कीजीले। धन्यवाद।